हेलो एभ्रिवान, वेलकम टु माई न्यू मिनी ब्लग्स। तपाईँहरूलाई स्वागत छ मेरो मिनी ब्लग्समा। आज फेरि मिनी ब्लग्स बनाउन गइरहेको छु। आज चाहिँ स्पेसली मिनी ब्लग्स मेलाको बनाउन गइरहेको छु, तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि भिडियो चाहिँ पुरा हेरिदिनु होला। अब चाहिँ यो गाडीमा जाँदै हो म I10 मा। ल अब चाहिँ गाडीभित्र इन्ट्री भयो, हेर्न सक्नुहुन्छ। अब चाहिँ अगाडि बढेँ म। त्यसपछि मैले गरेँ नेसनल हाइवे क्रस गरेँ। अब चाहिँ नेसनल हाइवे अगाडि बढेर मैले एउटा रुमाल किनेँ, त्यसपछि टाउकोमा बाँधेँ। अब भित्रतिर मेलातिरको देखाउँछु, तपाईँहरूलाई हेर्न सक्नुहुन्छ। अब इन्ट्री हुँदैछ मेलाभित्र। यहाँ चाहिँ लास्टै भिड लागिरहेको थियो मेलामा। सबजनाले कसैले पक्री बाँधेको थियो, कसैले टाउकोमा रुमाल बाँधेर अगाडि बढ्दै थियो, हेर्न सक्नुहुन्छ तपाईँहरू। अनि मेरो भिडियो के कस्तो लाग्छ तपाईँहरूले कमेन्ट गर्नुहोला। अनि यहाँ चाहिँ मोबाइल चाहिँ अलाउड थिएन भिडियो बनाउन, मैले फेरि नि भिडियो बनाएँ। यहाँ हेर्न सक्नुहुन्छ मान्छेहरू खाना खाएर भाँडाहरू राख्दै थियो। यहाँनिर चाहिँ खाना पनि पाइने रहेछ मेलामा फ्रीमा, हेर्न सक्नुहुन्छ। सबजना चप्पल राखिरहेको थिएँ, मैले पनि चप्पल राखेँ। यहाँ धेरैजनाले चप्पल राखिरहेको थिएँ। त्यहाँदेखि टोकन मिल्यो होइन, टोकन लिएर म चाहिँ अगाडि बढेँ। अब भित्र मन्दिरभित्र जाँदैछु। गुरुद्वारा मन्दिर हो, एउटा मन्दिर जस्तै हो, हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ चाहिँ पुरै गुब्बाराहरूले सजाइरहेको थियो, तपाईँहरू हेर्न सक्नुहुन्छ। पुरै सजाएर राम्रो बनाएको थियो, राम्रो छ भ्यू। तपाईँहरूलाई के कस्तो लाग्छ भन्नुहोला, मलाई त धेरै राम्रो लाग्यो। अनि भित्रतिर इन्ट्री हुँदैछ, तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँनिर मोमबत्ती जलाएँ मैले नि, सबले मोमबत्ती जलाउने रहेछ। यहाँनिर मैले नि मोमबत्ती जलाएँ, यहाँ हेर्न सक्नुहुन्छ मोमबत्ती जलाउँदै अहिले। त्यसपछि भित्रतिर इन्ट्री हुँदैछ। यहाँ चाहिँ पुरै सुनै सुनको बने हुँदो रहेछ। माथितिर छत चाहिँ सुनको बने रहेछ। दामी गोल्डनै गोल्डन थियो कि दामी देखिएको थियो। यहाँनिर सबजना माथा टेकिरहेको थियो कि यहाँ चाहिँ माथा टेक्ने ठाउँ रहेछ। यहाँ गुरुहरूले पाठ गरिरहेको थियो। यहाँ भित्रतिर हेर्न सक्नुहुन्छ तपाईँहरू। तपाईँहरूलाई के कस्तो लाग्यो, मलाई त धेरै राम्रो लाग्यो यो भित्र गएर। हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँनिर मैले पैसा चढाएँ, पैसा चढाउने ठाउँ रहेछ। 100 रुपियाँ चढाएर म चाहिँ बाहिरतिर आएँ। बाहिरतिरको यस्तो छ भ्यू, बाहिरबाट हेर्न सक्नुहुन्छ। अब म चाहिँ त्यहाँदेखि बाहिर आएर अगाडि बढेँ, हेर्न सक्नुहुन्छ तपाईँहरू। के कस्तो लाग्छ भन्नुहोला। अनि त्यसपछि बाहिरतिरको यस्तो छ भ्यू। म चाहिँ दोस्रो चोटि आएको थिएँ आज। अनि यहाँ चाहिँ अगाडि गुरुहरूले पाठ गरिरहेको थियो। स्पेसली गुरुहरू चाहिँ यहाँ रहेछ, यहाँ हेर्न सक्नुहुन्छ। तपाईँहरूलाई देखाउँछु। यो चाहिँ क्यामेरामा देखिया तिनी नै हो।